अप्ठ्यारो फिल चाहिँ भएन अनि अप्ठ्यारो फिल भएन मतलब जस आइयो मतलब हुन्छ नि सुरुमा चाहिँ जे कुरा गर्न चाहिँ स्टार्टिङमा चाहिँ अलिकति गाह्रो हुन्छ के होला हेलो गाइस म चाहिँ यसको साथी हो अनि यो के अरे नेपालमा खै के काम गरेर आएको रहेछ अनि चाहिँ मलाई भेट्न आयो अरे अनि म पनि यसलाई भेट्न आएछु अनि यसलाई चाहिँ नबोल्ने रे सुरुमा म बोलिरहेको छु आज यसको ब्लगमा चाहिँ म देख्ने भयो यो अब चाहिँ हामी बाँसगढी जान लाग्छौँ बाँसगढी घुम्न अनि त्यहाँ चाहिँ अब फोटो सोटो यताउति के आउँछ फेरि हामी भिडियो बनाउँछौँ त्यही हो अहिलेलाई चाहिँ यति नेपाल हुन्छु म चाहिँ नेपाल आएको चाहिँ 2 दिन भयो हिजो आएको अनि अहिले कोलपुरबाट चाहिँ हामी घुम्न जान लागेको छौँ बाँसगढी चाहिँ घुम्न जान लागेको छौँ बाँसगढीतिर पार्क छ अरे एउटा राम्रो त्यहाँ गएर घुमेर फोटोसोटो खिचेर आउँछौँ सकेको छौँ सुन्तला बेच्ने दाइहरू आउनुभएको थियो अहिले हामी म्याजिकमा छौँ हाम्रो एकदम रमाइलो हुनेवाला छ है त तपाईँले पनि हेर्नु है त ब्लग कस्तो हुन्छ भनेर हामी म्याजिकमा यस्तो अवस्थामा बसिरहेको छौँ है गाइजहरू ल हेर्न सक्नुहुन्छ मान्छेहरू सबै हुनुहुन्छ गाइज हाम्रो रियल डेस्टिनी चाहिँ हामी आइसकेका छौँ के अरे केदारेश्वर धाम केदारेश्वर धाम होइन अनि त्यो गाडीमा थाहा भएको यसलाई चाहिँ केदारेश्वर धाम भन्दो रहेछ भनेर सोधेको अनि बल्ल बल्ल यहाँ अब त्यहाँ देखेछ त्यहाँ गएर हेरौँ ल हामी यति बेला चाहिँ कहाँ छौँ त भन्दाखेरि बर्दियाको चाहिँ बाँसगढी 5 बर्दियामा चाहिँ केदारेश्वर धाममा छौँ ल यो केदारेश्वर धामको चाहिँ यो मन्दिर हो है अब चाहिँ हामी भित्र प्रवेश गर्छौँ कस्तो रहेछ के रहेछ यहाँलाई देखाउने नै छौँ हामी अहिले यहाँ सपिङ पनि गर्छौँ फर्किँदाखेरि अनि त्यसपछि चाहिँ हामी यहाँबाट आज चाहिँ फर्किन्छौँ है त ल गेट कस्तो बबाल छ ल हेर्नु न टिकट लाग्छ होला नि ल टिकट काटौँ है यहाँबाट भित्र जानुपर्छ जुत्ता सुत्ता खोलेर जानुपर्ने रहेछ हामी चाहिँ भित्र अहिले पछि जान्छौँ एक राउन्ड चाहिँ हामी वरिपरि हेरौँ न कस्तो रहेछ अनि मन्दिर हेरौँ होइन त्यसपछि चाहिँ भित्र जान्छौँ है पछाडि देखिरहेको छ मिस कता हुनुहुन्छ कि हाम्रो कति बबाल मिस हुनुहुन्छ हेर्नु न राम्रो लाग्यो कि लागेन कमेन्ट गरौँ है सबैजनाले राम्रो लाग्यो भने भन्नु होला केदारेश्वर धाममा भएको चाहिँ यो बुद्धको मूर्ति हो कति बबाल छ हेर्नु न गाइजहरू सबैजनाले चाहिँ यो गार्डनभित्र चाहिँ बुद्धको चाहिँ मूर्ति बनाइएको रहेछ कति राम्रो छ अनि यहाँनिर चाहिँ यो डाँफे पनि बनाइएको रहेछ होइन अनि त्यहाँनिर चाहिँ गैँडाहरू छ यो हरिणहरू बनाइएको छ होइन यस्तो बबाल छ यहाँनिर एउटा गाई पनि मजाले घाँस खाइरहेको छ है ल कोही आउन चाहनुहुन्छ भने केदारेश्वर धाममा आउनु होला है त एक्चुअली होइन त्यो टङ्स चाहिँ हिन्दू बुद्धिज्म अरे बुद्धको फलो गर्ने बुद्धको मार्गदर्शी बुद्धले मार्गदर्शन गरेको मतलब सिकाएको कुरा चाहिँ एकदम फलो गर्ने मतलब हुन पनि हुनुपर्छ हिन्दू बुद्धिस्ट सो यस्तो घुमेर आउँदाखेरि चाहिँ यो लास्टमा चाहिँ यो पर्दो रहेछ कि यो अब उता कसरी जाने अब उतातिर यस्तो रहेछ फेरि बाटो कता अनि त्यसपछि उल्टो सुल्टो छ के हेलो के छ सर यता ठिक छ कालो आयो कालो मान्छे कालो तर सेतो मनको मान्छे हो अनि के भन्न चाहन्छु मेरो ब्लग मार्फत भन त एक्चुअलमा होइन अब कोही केटीहरू हेरिरहेछौ कसैले हेरिरहेछ भने यो चाहिँ एकदम राम्रो मान्छे हो तारिफ गरिदिरहेको छु यसको ब्लगमा होइन यसलाई मैले 2 वर्ष अगाडि 2080 सालमा भेट्यौँ मतलब एकदम लगनशील बुझ्ने अन्डरस्ट्यान्डिङ संस्कारी त्यसपछि मेहनत एन्ड इज द सोर्स अफ माई इन्सपिरेसन है एक्चुअलमा लुक्सियाको लागि इन्सपिरेसन मतलब के भयो भन्दाखेरि एक्चुअल जर्नी भन्छु तपाईँहरूलाई अब यो लक्ष्यबाट छुटकारा पाउने समयमा त्यसपछि म चाहिँ भर्खरै अब इन्ट्री गर्न लागेको बेलामा ठ्याक्कै योसँग भेट भएको थियो मतलब हल्का स्टडीमा चाहिँ काफी सपोर्ट गरे हो त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु अनि यो पनि पाल्पामै हो कि होइन अनि हामी सेम प्रदेशमा हो कार्यरत अनि आज फेरि कसरी भेट भइहाल्यो कि अनि ठ्याक्कै यो कस्तो काल लाग्यो कि अनि गाइज यसको के काम रहेछ शुक्रबार शनिबार अनि आज शनिबार अनि ठ्याक्कै म पर्यटन काजमा पनि छु अनि
दाङ र बोर्दिया घुम्नु पर्ने थियो दाङ घुमेर आइसकेको छु अनि बोर्दिया घुम्नलाई मान्छे चाहिएको थियो अब ठ्याक्कै यो भेटियो कि साथी भेटियो अनि जे होस् आज म ह्याप्पी छु योसँग भेटेर 2 वर्षपछि भेट भएको छ एन्ड थ्याङ्क यू सो मच भेट भयो अरू के ल हामी चाहिँ यहीँ छौँ यसले चाहिँ मेरो बारेमा धेरै तारिफ गरिसक्यो होइन यो मेरो एकदम बेस्ट फ्रेन्ड हो होइन एकदम मनकारी थियो पनि होइन यसको चाहिँ यस्तो सफ्ट छ कि हार्ट होइन चाहिँ एकदम एकैछिन लोयल यति धेरै छ कि होइन एकदम मनदेखि चाहिँ जे कुरा पनि मनदेखि गर्छ होइन मलाई एकदम राम्रो लाग्छ अनि यसलाई मैले भेटेको पनि 2 वर्ष भयो अघिले सबै कुरा भनिसकेकी छु होइन आज चाहिँ हामी घुम्न आएको एकदम बबाल भएको छ रमाइलो भएको छ होइन धेरै पछिको भेट भयो एकदम धेरै खुसी लाग्छ होइन यसलाई पनि म चाहिँ एकदम धेरै मनदेखि चाहिँ हृदयदेखि नै धेरै धन्यवाद दिन चाहन्छु होइन यस्तो बेस्ट फ्रेन्ड भेटाएको छु कि जो चाहिँ जीवनभरि चाहिँ एउटा हुन्छ नि मेमोरेबल भन्ने त्यस्तो छ होइन अनि आज हामी घुम्छौँ अब हामी माथि टावरमा जान्छौँ होइन एउटा भ्यू टावर जस्तो यहाँ देखिएको छ पछाडि ब्याकग्राउन्डमा त्यसमा जान्छौँ त्यहाँबाट पनि कस्तो सिनहरू देखिने रहेछ तपाईँहरूलाई देखाउँछु है यति बेला चाहिँ मेरो साथीको चाहिँ फोटो सेसन भइरहेको छ है त फोटो चाहिँ हामीले चाहिँ यहाँ एकजना क्यामेराम्यान पनि हुनुहुँदैछ अनि फोटोग्राफरबाट चाहिँ फोटो खिच्न लाग्छौँ चाहिँ फोटो सेसन भइरहेछ हामी चाहिँ अब भ्यू टावरमा पनि जान्छौँ है माथि भ्यू टावरमा गएर चाहिँ यतातिर सबै देखाउँछौँ है हजुरहरूलाई ल हामी चाहिँ भित्र प्रवेश गरिसक्यौँ केदारेश्वर धाममा यस्तो चाहिँ पुरै चाहिँ यहाँ लगाइएको रहेछ क्या चाहिँ तुलसीको फुलहरू लगाइएको रहेछ मन्दिरहरू बनाएर टक्क त्यसरी यहाँनिर पनि एउटा राम्रो रहेछ ब्याक क्यामेराबाट चाहिँ त्यति राम्रो चाहिँ सिनहरू देखाउँदैन हजुरहरूले अब जस्तो भए पनि हेर्नु होला है ल अगाडि पनि यहाँनिर चाहिँ ल घन्टी पनि बजिसक्यो है ल अब चाहिँ हामी भित्र जान्छौँ ल जानेबाट चाहिँ सुरुमा यताबाट रहेछ चाहिँ हामी चाहिँ यो भ्यू टावरमा चाहिँ चढ्छौँ है सरिता के भन्न छ भ्यू टावरमा चढ्दाखेरि कस्तो लागिरहेको अहिलेसम्म पछि भन्छु किनकि अहिले भन्दा पनि अहिलेसम्म कस्तो लागिरहेको नि अहिले राम्रो फिल भइरहेछ भर्खरै बटम लेभलमा छौँ नि त अप्पर लेभलमा गएपछि कस्तो फिल हुन्छ आएर ए हो ल अप्पर लेभलमा गएपछि अरे पाहाडको मान्छे म तराईको मान्छे फरक पर्दैन मलाई चाहिँ पढ्न सक्छु मेबी हो ल चाहिँ अहिले हामी माथिबाट पनि हजुरहरूलाई देखाउँछु है कस्तो छ भनेर ल यहाँबाट तपाईँहरूले तल हेर्न सक्नुहुन्छ पार्क चाहिँ यत्रो रहेछ तल पुगेको छ ल के रहेको ल चाहिँ यस्तो बवाल भ्यू छ है यहाँबाट चाहिँ ल हामी चाहिँ यहाँ आइसकेको छौँ हजुरहरूले हेर्नु कस्तो बवाल छ है त्यो नागिन पनि बनाएको रहेछ नागिन यो नागिन पनि बनाएको रहेछ अनि शिवको मन्दिर रहेछ एकदम राम्रो लाग्यो चाहिँ हामीलाई यहाँ पछाडि पनि कति तल छ है डरलाग्दो ठाउँ छ ल अगाडिदेखिको सिनहरू हेरौँ है अब हाम्रो चाहिँ यस्तो देखिन्छ र हेर्नु तल देखिन्छ कता अब यतातिर चाहिँ अब यो चाहिँ बुटोलको चाहिँ बुटोल भन्छु त कोहलपुरको चाहिँ चौराबाट चाहिँ महेन्द्रनगर जाने चाहिँ कैलाली चाहिँ धनगढीतिर जाने चाहिँ धनगढी उपमहानगरपालिकातिर जान्छ नि त्यतातिर जाने बाटो आयो यो चाहिँ योमा चाहिँ गाडीहरू पनि अहिले धेरै त देखिआएनन् 1-2टा देखिरहन् तलतिरको बस्ती हो यो चाहिँ बर्दिया बासगढीमा पर्छ यी तल हेर्नु सक्छ के नोटिस नगरेको हैन मन्दिरको पछि ताल रहेछ कि हामी कस्तो नोटिस नगरेको मैले त गरेको थिएँ त्यो मैले देखेको थिएँ मन्दिरको पछाडि ताल थियो अनि जेमा पनि माथि टपमा आएपछि चाहिँ राम्रो हुने रहेछ अनि अरू के हुँदो रहेछ र अघि कस्तो लाग्यो यहाँ चाहिँ घुम्दाखेरि पछि माथि अप्पर लेभलमा गएछु भने होइन त कस्तो लागिरहेको अप्ठ्यारो फिल चाहिँ भएन अनि अप्ठ्यारो फिल भएन मतलब जेस आइयो मतलब सुरुमा चाहिँ जे कुरा गर्न चाहिँ स्टार्टिङमा चाहिँ अलिकति गाह्रो हुन्छ के होला सकिएला नसकिएला भने तर टपमा आइसकेपछि चाहिँ छुट्टै आनन्द हुन्छ होइन यसको स्टोरी अब हरेक क्षेत्रमा चाहिँ यो कुरा चाहिँ लागु हुन्छ अनि अरू यति नै हो अरू केही भन्नुपर्ने छ नि भनौँ है छ केही
यो चाहिँ धेरै राम्रो मान्छे हो। मेरै तारिफ यसलाई यसको युट्युब च्यानल चाहिँ धेरै सब्सक्राइब गरिदिनु होला। अन्यहरू एकदम धेरै मेहनती मान्छे, टु मच क्युट। घामले चाहिँ एकदम हामीलाई कालो कालो देखाएको छ। त्यो राम्रो छ मान्छे, तर के हेर्ने कालो देखाएको छ होइन। ल हजुरहरू पनि यतातिर कोही आउँदै हुनुहुन्छ भने आएर घुमेर रमाइलो गरेर जानु होला। ल यो चाहिँ केदारेश्वर धाममा घुम्न आएपछिको एउटा चाहिँ एकदम रमाइलो चाहिँ कुरा भनेको के छ भन्दाखेरि आफूले चाहिँ के प्रे गरियो अथवा आफ्नो विशेष चाहिँ के हो चाहिँ यहाँ लेखिन्छ, लेखेर टक्क माग्ने हो। ऊ चाहिँ लेफ्टीले रहेछ होइन। अब लेफ्टीले चाहिँ लेखिरहेको छ आफूले के मागेको हो, त्यो चाहिँ एकदम चाहिँ लेख्नुपर्छ है। मैले पनि लेख्छु अहिले, सकिएन एकदम भएर चाहिँ लेख्ने अरे। अनि चाहिँ शिवको ऊ हो। अनि कस्तै सानो अक्षर पनि भगवान पनि नबुझ्नु होला है। फेरि के हो त्यो भगवानले पनि नबुझेपछि अब यसले चाहिँ लेख्नुलाई आई डोन्ट नो के लेख्ने हो। अब आफूले विस पुरा गरोस् अथवा चाहिँ यहाँ चाहिँ मान्छे प्रायः मान्छेले चाहिँ आफ्नो लभर लेख्दा रहेछन् होइन, शिव पार्वतीको जोडी। तर हामी चाहिँ त्यो लेखेको छैन। मैले चाहिँ त्यो लेखेको छैन। अब उसले चाहिँ के लेखेको कुरा गरिदिनुहुन्छ है त। मैले लेखेर सकाइसकेँ, ठुलो ह्यान्ड राइटिङमा लेखेको छु है, बुझ्नु मजाले। भगवान्ले बुझिपुग्यो, अडियन्सले किन बुझ्नु पऱ्यो होइन यो कुरा चाहिँ। तर यहाँ चाहिँ लेख्दा रहेछ भनेर देखाएको मान्छे। ल यो पछाडिको चाहिँ पार्कमा चाहिँ बस्नको लागि चाहिँ गार्डन एकदम राम्रो रहेछ। अनि हेर्न सक्नुहुन्छ यहाँले मस्त। के भयो हाम्रो मिस चाहिँ नाचिराख्नु भएको छ एकदम। अरू ल हेर्न सक्नुहुन्छ गाइजहरू यहाँ कत्रो चाहिँ। यसको अघि माथि भेउटारको टुप्पामा गएर पनि हामीले त्यहाँ चाहिँ शिवको चाहिँ मूर्ति पनि हेऱ्यौँ। अनि त्यो सर्प बनाएको थियो त्यो पनि हेऱ्यौँ। अनि यसमा चाहिँ आफ्नो चाहिँ डमरू छ नि तलतिरको डमरू जस्तो, त्यसमा चाहिँ आफ्नो विशेष पनि माग्यौँ होइन। त्यहाँ लेखेर छोडेर पनि हामी आइसकेका छौँ है त। शिवलिङ्ग चाहिँ हेर्नु त कत्रो ठुलो छ यहाँ तलबाट माथिसम्म चाहिँ। ल हामी चाहिँ यो चाहिँ के अरे केदारेश्वर धाम घुमेर चाहिँ बाहिर निक्लिसकेको अवस्था छ। अब चाहिँ हाम्रो चाहिँ खाजा टाइम भयो है। अब खाजा जाने हो। ल हामी चाहिँ गोलपुर जानको लागि चाहिँ कोर्समा चढिसकेको अवस्था छ। कोर्समा बसिसकेका छन्। ल गोलपुर भेट्छौँ है हामी फेरि। सो गाइज हामी कोलपुर आइसकेका छौँ 10 बिघा प्लान। अनि हामी कहाँ जाँदैछौँ मैले भनिसकेँ कि गुराँस क्याफे। यो गुराँस क्याफे हो, यस्तो यस्तो छ। अनि सो गाइज हामीले चाहिँ पिज्जा अर्डर गरेको थियौँ अनि मोमो पनि अर्डर गरेको थियौँ। अनि अहिले चाहिँ पिज्जा मात्रै आएको छ। सो यो चाहिँ हाम्रो चिज पिज्जा। सो गाइज हामीले चाहिँ झोल मोमो अर्डर गरेको थियौँ। अनि झोल मोमो। हेलो हेलो। ल चाहिँ हामी दिनभरि घुमेर चाहिँ अनि गुराँस क्याफेमा खाजासाजा खाएर चाहिँ अब घर जाने बेला भइसकेको छ। आज दिनभरि एकदम रमाइलो भयो। कस्तो भयो सरी त आज दिनभरि? स्पेशल मोमेन्ट हो। केदारेश्वर राम्रो लाग्यो कि नै? ठिकै रहेछ। ठिकै रहेछ। अनि आजको डे आउट कस्तो भयो त? भएपछि स्पेसल भइहाल्छ हो। हावामा गफ दिएको ल एकदम खुसी छु पनि। आज चाहिँ दिनभरि चाहिँ हाम्रो रमाइलो भयो। तपाईँहरूले चाहिँ हाम्रो भ्लग चाहिँ अहिलेसम्म हेरिदिनु भएकोमा चाहिँ यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। अब हामी कता जान्छौँ? घरतिर जान्छौँ। अरू भन्नु केही छ? छैन? बाई बाई सबैजनालाई।